यो भेडा उभिएर चाहिँ यसलाई च्याप्पा लाएर चाहिँ घर लिएर जाने हो काटेर च्याप्पा लाएर ल यहाँ माथि माथि हिमाल हेर्नुहोस् कति राम्रो छ खुलेको यताबाट यो हेर्नुहोस् यो बुद्ध हिमाल हेर्नुहोस् कति राम्रो फुलेको छ यहाँ गुराँस पनि फुलेको छ यहाँ हिमाल खुलेको छ यस्तो सुन्दर दृश्यलाई हामी अहिले लारपाकबाट यो देखाउँदैछौँ भ्रमणको दोस्रो दिन पाकको बस्ती यहाँ यो भूकम्प पछि बनाइएको यो लारपाकको बस्ती अहिले हामी बसबाट ओर्लेर यो तलतिर यो बस्ती स्थापना भएको छ यो भूकम्प 2072 सालको भूकम्पले ग्रसितहरूका लागि यहाँ यो नयाँ बस्ती बसालेको छ अहिले हामी त्यही जान लागिरहेका छौँ सेतो गुराँस थरीका गुराँसहरू फुलेको छ यहाँ निकै तलै रहेछ बाप्रे निकै तल रहेछ माथिबाट आधा घन्टै लाउला जस्तो छ पाकको बस्ती यहाँ हेर्नुहोस् यहाँ यो भूकम्प पछि बनाइएको यो लारपाकको बस्ती अहिले हामी बसबाट ओर्लेर यो तलतिर यो बस्ती स्थापना भएको छ यो भूकम्प 2072 सालको भूकम्पले ग्रसितहरूका लागि यहाँ यो नयाँ बस्ती बसालेको छ अहिले हामी त्यही जान लागिरहेका छौँ सेतो गुराँस थरीका गुराँसहरू फुलेको छ यहाँ निकै तलै रहेछ बाप्रे निकै तल रहेछ माथिबाट आधा घन्टै लाउला जस्तो छ गुराँस त्यहाँ माथि गुराँस हेर्न सक्नुहुन्छ गुराँस फुलेको कति राम्रो कति राम्रो छ है गुराँस के ल आऊ हेलो 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 हेलो
ज्यानकै बाजी राखे हो भन्ने बुझियो कि कोही भन्नु त जय हो हामीले नि सुनौँ न हाल्नु अनि भिडियोमा नि हल्का म भनौँ केही भन्नुपर्छ मैले अलि फोकस गरेर हाल्नु होला है जे पाए भन्न चाहिँ पाइन्न होइन जे होइन बेलुका घुरेकुरो गरिदिनु मैले घुरेकुरो नगर्ने ल प्रसङ्ग बदलौँ है ल अहिले हामी बारपाकबाट लारपाक होइन लारपाक जुन शेष घलेको घर पुरानो बासिन्दा शेष घलेले यो 72 सालमा भूकम्प गएर तहस नहस भएको घरहरूलाई एउटै स्टाइलले बनाएको घर हेर्ने इच्छा भयो एकीकृत बस्ती भन्छ यसलाई यताबाट जाने अनि हाम्रो एकीकृत भनेको फेरि त्यो उसले होइन धर्म सुन्दरले बनाएको होइन फेरि अनि भएन धर्म सुन्दरले बनाएको होइन यो शेष घलेको व्यक्तिगत आफ्नो लगानीमा बनेको अरे त्यो बाटोमा आउँदाखेरि बाटो चाहिँ अलिकति असजिलो रहेछ तर हाम्रो गुन्जानगर 1-3 पाटे चोकको अब ठुलै मान्छे गणेश भण्डारी अब नेपाल आर्मीमा पनि भर्ती हुन गएको मान्छे है उहाँको कालो अनुहार भयो कि बाटोको अवस्था अब हामीलाई मार्ला जस्तो भयो पानी यहाँ दाइले सेतो गुराँस टिपेर ल्याउनु भएको छ यो त राम्रो हुन्छ नि त है सेतो गुराँस पस्दै पाइन्न त यहाँ सेतो रातो जस्तो थरीको पनि पाइँदो रहेछ कि रातो त अहिले देखिएन होइन रातो पनि रहेछ कतै कतै धेरै कम रहेछ पिङ्क र सेतो धेरै रहेछ क्या सेतो त लपकै जङ्गलै पुरै लाप्राकमा ल अहिले यहाँ हामी आइपुगेका छौँ यो लाप्राक यो भूकम्प पीडितको लागि यहाँ यो बस्ती बसाइएको छ यो दर्शक बिन्दुहरू हेर्नु सक्छ उस्तै मोडलका शेष घले अस्ट्रेलियामा हुनुहुन्छ र उहाँले समाजसेवी शेष घले ज्यूले यहाँ बस्ती बसाल्नु भएको छ यो भूकम्प पीडितको लागि एक नासे बस्ती छ सबै यहाँ हामीले सम्पूर्ण देखाउनेछौँ सबै कुरा फोटो भन्दा पनि गणेश भण्डारीको है अनुहार रातो भएको फोटो खिच्नु रातो भन्नाले कस्तो त्यो है डरले डरले सुत्नु भयो अब तपाईँलाई हामीले देखाउँछौँ पनि देखाइदिन्छौँ हामी सुत्ने मात्रै हो र मुन्टै ढाक्यो मुन्टै ढाक्नु भयो उहाँले डरले सर्लक्कै त्यो सुतेर पुरा यहाँ यो बस्ती हेर्न सक्नुहुन्छ दर्शकबिन्दुहरू यो लारपाकको यो विशाल यहाँ नयाँ बस्ती बसालिएको छ यो
अस्ट्रेलियाको साथ यस्तो दुरी सबैले यसरी भने मैले तपाईँ भने मिलाएर भने हो त्यसले निस्किन्छ भन्नु धेरै बनाइसक्यो मान्छे पस्दै पसिरहेको बसे हैन अब कता बसे हैन यो टिम चाहिँ मन पर्यो मलाई महँगो हुन्छ कान्छ हाम्रोमा नि पाइन्छ ल हेर्नुहोस् यहाँ यो शेष घलेज्यूले बनाउनु भएको यो नयाँ बस्ती हो यो हेर्नुहोस् नयाँ बस्ती यो भूकम्प पीडितको लागि 2072 सालमा ठुलो भूकम्प गएर मान्छेहरू घरबार बिन भएकाहरूको लागि बनाइएको हो यो धेरै राम्रो काम गर्नुभयो बाटो यो हामी माथिबाट आएको हो नि त उताबाट माथिबाट आएको अब यो तलको बाटो भयो यो गुराँस फुलिया छ लारपाक हेरेर फर्कियो बाहिर लारपाक आएर पनि अब फर्कियो लारपाक बाइ 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 लारपाक रमाइलो साह्रै रमाइलो भयो लारपाकको यो हाल र यहाँको बस्ती लाली गुराँस चाहिँ साह्रै राम्रो भयो साह्रै रमाइलो भयो साह्रै रमाइलो राम्रो हामीले तिरेर राखौँ ढङ्ग छैन राम्रो कलरहरू हुँदो रहेछ फुल्यो सक्नु पर्ने ए दिदी उरालो यता देख्नु ल त्यस्तो बाटो छोडेर यस्तो बाटोबाट सर्टकट हुन्छ भनेर चढिएछ फुल्लुङ हुने पनि डर लाग्छ ल चार खुट्टाले टेकेर हेबा ताना 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 ए लगाएर चार खुट्टाले हो ल यहाँ हिँड्न सकेर तान 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 भन्दै बाइट पड्किदियो चेटो तगडा हो ल सकेन मिल्यो कच्चा हुन्छ कि यो मान्छे हो कि भयो कि आउनु जानुहुन्न कि बुटैमा गएर टिप्नु लाए भाँचिन्छ सेतो गुराँस हेर्नुहोस् त्यहाँ तलतिरबाट यो यहाँ आइपुगेका छौँ हामी यो नयाँ बस्ती स्थापना गरेको छ यहाँ
अघि नै रेकर्ड गरेँ भनेको रेकर्डै भएर हुन्छ। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट सेयर। टोटल कतिवटा घरहरू बनिसकेको छ? 602। हो त नि मैले 100 भन्दा त कुन्ने हामीलाई त्यसरी बोकेर ल्याउने मान्छे कति बोकिन्थ्यो? 600 प्लस यहाँ घर बनिसकेको छ। बौद्ध हो यो चाहिँ हजुर दाजु यो चाहिँ कुन चाहिँ? त्यो सिरिङ्गी अनि यो गणेश हिमाल 3-4 रेन्ज छ यो यसको चाहिँ। गणेश हिमाललाई सबै नमस्ते गरौँ। नमस्ते गरौँ गणेश हिमाल। हाम्रो यो चाहिँ बुद्ध हिमाल बौद्ध हाम्रो बौद्ध भगवान सम्झेर यता पनि नमस्ते गरौँ। हजुर हामी चितवनबाट आएको। ए उतै हजुरको पनि? भरतपुर उकालोमा ठुलो मार्बल पसल छ उहाँको। ए अनि यहाँ घर कहाँ हजुरको? यता के बारपाक हो? ब्रिटिस आर्मीको चितवन त गर्मी है, त्यही त यहाँ त्यो आनन्द चिसो छ। हाम्रो त जति गर्नु भने त्यही बस्न पर्यो। अरूलाई त दिन्न नि, त्यो त भूकम्प पीडितलाई मात्रै हो नि। होइन तिमीहरूले पाउँदैनन्, पायो भने मैले पाउँछु कि होइन? मिल्यो है? गुराँस फुल्यो लारपाकमा। यहाँ गुराँस कस्तो राम्रो फुलेको छ। ल हेर्नुहोस्, यहाँ गुराँस। ल हेर्नुहोस् कति राम्रो गुराँस छ। यहाँ हाम्रो गाडी त्यहाँ छ हेर्नुहोस्। यहाँ दिदीबहिनीहरू आउँदै हुनुहुन्छ। अब हामी हाम्रो साउबान नाच्नु होला है।